अब आफ्नो डेन्टिङ पेन्टिङ आफै गर्नु पर्यो भनेर लाग्यो साथीहरू। अलिअलि आफू पनि चम्किनु पर्यो नि त होइन, बच्चाहरूलाई मात्र चम्काएर भएन। अनि राम्रै बन्नलाई चाहिँ हात चाहिँ पुरा बिदाएँ, किनभने ग्लोभ्स छँदा नि थिएन, लिन जान पनि अल्छी लाग्यो। अनि पहिला चाहिँ कपाल पुरा माथि लगेर यसरी राख्छु कि म चाहिँ ज्योतिष बाबा जस्तै। अनि हात खुट्टा भुइँमा पुरा फोहोर लागेको थियो, त्यो फोहोरलाई नै सरसफाइ गरेँ मैले चाहिँ। अनि यहाँ चाहिँ पुरा ज्योतिष बाबा जस्तै गरी भएर बसेको छ। अनि मेरो हात चाहिँ यस्तो रातो बनाइदियो मेहेन्दीले। अनि आज चाहिँ यो के भन्छ मुल्तानी मिट्टी पनि लगाउँ भनेर लागेँ। अनि यसमा चाहिँ म चाहिँ गुलाब जल हालेर लगाउँछु कि सधैँ। अनि मेरो हात चाहिँ हेर्नु न यस्तो साइनी आएको छ यसमा, अब के भन्ने। अनि साथीहरू भिडियो त खिचेँ, तर यो अगाडि र पछाडिको सिनलाई चाहिँ इग्नोर गर्नु है, फोहोर भए पनि। अनि यसलाई चाहिँ मजाले लगाएँ। अनि यसको स्मेल चाहिँ मलाई यति धेरै मनपर्छ साथीहरू। तपाईँहरूलाई मनपर्छ कि नै कमेन्ट गरेर भन्नु होला। अनि सब्सक्राइब गर्न पनि नबिर्सिनु होला। अनि लास्टमा चाहिँ पुरा यसरी खोल्ने साथीहरू।